नमस्ते, म रामकिशोर सिंह पराग, वीरगंज महानगरपालिका वडा नम्बर 20 को वडा अध्यक्ष। खासमा पत्रकार साथीहरूले सोधिरहेको एउटा जिज्ञासा कि तपाईले राजीनामा दिनुभयो पार्टीबाट भनेर एउटा जिज्ञासा आइरहेको थियो। म भन्न चाहन्छु, बीचमा मैले फेसबुक स्ट्याटस मार्फत मैले जानकारी पनि गराएको थिएँ कि बितेको यो असोजको 5 गते भित्रमा म एउटा केही नयाँ कुरा लिएर आउँछु भनेर मैले लेखेको पनि थिएँ। र त्योभन्दा अगाडि जेनजेडको आन्दोलनको बेला 24 गते मैले नेकपा एमाले वीरगंज महानगरपालिकाको कमिटीको उपाध्यक्षबाट मैले राजीनामा दिइसकेको थिएँ। र त्यता 6 गते म इन्टरभ्यू मार्फत, मिडिया इन्टरभ्यू मार्फत नै मैले त्यहाँबाट पनि राजीनामा दिएको। र पुनः एकचोटि म सम्पूर्ण साथीभाइहरूलाई, वीरगंज महानगरका वासीहरूलाई, जेनजेडका अगुवाहरूलाई, किन जेनजेडको अगुवाहरू भन्दैछु भने आज जेनजेडको एउटा उथलपुथलले एउटा सरकार परिवर्तनसम्म चाहिँ लिएर आएको छ। म ती जेनजेडका युवा शहादत प्राप्तहरूलाई म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र उहाँहरूलाई आउँदो दिनमा अगाडि बढ्न, लिडिङ लिन, भ्याकेन्टलाई चाहिँ पुरा गर्न चाहिँ शुभकामना पनि व्यक्त गर्न चाहन्छु। साथै म वीरगंज महानगरपालिकाको उपाध्यक्षबाट राजीनामा सँगसँगै नेकपा एमालेको पार्टीबाट राजीनामा दिएको तपाईहरूलाई म फेरि पुनः जानकारी गराउन चाहन्छु कि म अहिले नेकपा एमालेमा छैन। अहिले स्वतन्त्र छु। स्वतन्त्र रूपमा वीरगंज महानगरको म सेवा गर्न चाहन्छु। वीरगंज महानगरको जनतासँग म इन्टरेक्सन गर्न चाहन्छु। वीरगंज महानगरका वासीहरूसँग छलफल गरेर भोलिको दिनमा के गर्ने, हामी सबै मिलेर कहाँसम्म कसरी अगाडि जाने, कता भलन्टियरिङ गर्ने। आज वीरगंज महानगरको व्यतिथिहरूको विरोधमा बोलिदिने मान्छे को छ त? आज वीरगंज महानगरमा तपाईको महानगरको 4-5वटा पार्टी मिलेर एउटा सरकार, स्थानीय सरकार गठन भएको छ। तर त्यहाँ अपोजिसन भन्ने कोही छैन, त्यहाँ प्रतिपक्ष भन्ने कोही छैन। एउटा एकजना मान्छे बोलिदिने त्यहाँ कोही छैन कि गलत कामको त्यहाँ विरोध गरिदिने, गलत कामको त्यहाँ बोलिदिने, जनतामाझ ल्याइदिने, ऐना बनिदिने। म त्यो ऐना, म मिरर बन्न चाहन्छु कि वीरगंज महानगरपालिकामा के गलत भइरहेको छ, के भ्रष्टाचारी भइरहेको छ, के समस्या छ, त्यो समस्यालाई चाहिँ ऐनाको रूपमा मैले देखाइदिने काम म गर्दैछु। आज एउटा इस्युमा म ऐना बनेर देखाउँदैछु भने अर्को इस्यु आउँदैछ, त्यो इस्युमा ऐना बनेर देखाउँदैछु। साथीहरूले के पनि प्रश्न गर्छन् भने तपाईँ एउटा इस्यु उठाउनु छ, त्यो इस्युलाई पुरा गर्न सक्नुहुन्न। हो, म पुरा गर्न सक्दिनँ किनभने म ऐना हुँ। त्यो पुरा गर्ने भनेको जनता हो। त्यो जनतासँग समन्वय, जनतासँग इन्टरेक्सन, जनताले पनि आफ्नो कुरा राखेर इन्टरेक्सन गरेर त्यो मैले देखाएको ऐनामा देखाएको समस्यालाई त्यो सफा गर्ने ऐना, त्यसपछि त्यहाँको कुरीतिले चाहिँ हटाउने, यो कुरा पनि चाहिँ जनताको त माझमा जान्छ। आज नरायणी रङशाला हेर्नुहोस्, नरायणी रङशालाको कस्तो बेहाल स्थिति छ। त्यहाँ आज हामी सबैजना मिलेर श्रमदान गर्नुपर्ने अवस्था छ। अहिले वीरगंज महानगरमा रहेको सङ्घको नरायणी हस्पिटल हेर्नुहोस्, नरायणी हस्पिटलमा छेउमै एउटा इमर्जेन्सी केस जान्छ, त्यहाँ एउटा डाक्टर आइपुग्दैन समयमा र त्यो मान्छे बितेर जान्छ। 10 सेकेन्ड भित्रमा त्यो मान्छे बितेर जान्छ। भनेपछि यस्तो कुरीतिहरूबाट हामी गलत कुकर्महरूबाट ऊर्जा थपिएका व्यक्तिहरूसँग हामीले लड्न सक्ने एउटा टिम चाहिएको छ, एउटा सहकारी चाहिएको छ। सहकारी जरुरी छ। आज अदालत जानुस्, अदालत समेत जुन एउटा न्यायको मूर्ति भन्ने ठाउँ, त्यहाँ समेत भ्रष्टाचारी छ। तपाईको मालपोतमा जानुस्, नापीमा जानुस्, एसपी जानुस्, सिडिओ कार्यालय जानुस्, त्यहाँ पनि भ्रष्टाचारको एउटा अखेडा छ। त्यहाँ दलाल प्रविधिका मान्छेहरू घुमिरहेका छन्, दलाली गर्नका लागि घुमिरहेर मसँग त्यो आइपुगो समस्या र त्यो समस्यालाई म समाधान गर्न सकौँ, त्यस्ता कुराहरूले चाहिँ वीरगंज महानगरपालिका घेरिएको छ। त्यो घेरिएको समस्याबाट चाहिँ कसले उकास्दिन्छ, कसले हटाइदिन्छ भन्ने कुरा हामी सबैले छलफल गरेर, सबैले इन्ट्रेक्सन गरेर अगाडि बढ्नुपर्ने हुन्छ। आज पुनः म फेरि भन्न चाहन्छु, म नेकपा एमालेको अहिले कुनै कमिटीमा कुनै सदस्य र कुनै पद र सदस्य नरहेको म कुरा जानकारी गराउन चाहन्छु। र सँगसँगै वीरगंज महानगरपालिकाको जनतासँग म अगाडि बसेर उहाँसँग छलफल गरेर अगाडि बढ्न म अनुरोध गर्दछु। यो परागजी, तपाईँले अब यो जेनजी आन्दोलनको दौरानमा दरमियानमा राजीनामा दिनुभयो भन्नुभयो हो नि, योभन्दा पहिला पनि त तपाईँले भनेको प्रत्येक ठाउँमा भ्रष्टाचार थियो, व्यतिथि थियो, त्यो बेला तपाईँले आवाज उठाइदिनु भएन। यो जेनजी आन्दोलन सँगसँगै तपाईँ पनि अब यो यसमै आफ्नो अब भन न त्यो व्यक्तिगङ्गामा हात धोइहालो भन्ने खालको किसिमले गर्नुभएको हो। एकदम त्यो समस्याहरू समाधान गर्न सकिँदैन। पार्टी यस्तो छ, जस्तो पार्टी, जस्तै दुईटा प्रश्न आयो, ठिक छ। पार्टी भनौँ या पार्टीबाट समस्या समाधान गर्ने भनौँ, जहाँ तपाईँको विचारको
र जहाँ तपाईँको कुरा भनौँ न छलफल नहुने छलफलै गर्न नखोज्ने त्यो ठाउँमा बसेर त्यो के अरे समाधान निस्किँदैन भन्ने मेरो बुझाइ हो, मेरो ठम्याइ हो। त्यही भएर त्यो पार्टीबाट छुट्टै बसेर जनतामा बसेर त्यसलाई चाहिँ उजागर गर्न सक्ने, ऐना बनेर देखाउन गर्न सक्ने भनेर यो निष्कर्षका साथ म त्यहाँबाट निस्केको छु। जहाँसम्म हाम्रो असु भाइको कुरो के छ भने यो हिजो थियो कि थिएन, तपाईँले म अनुरोध गरौँ कि जसरी म बितेको ठ्याक्क जनप्रतिनिधि भइसके पछाडि बितेको 1 वर्ष पछाडि ट्र्याक्टर काण्ड कसले उठायो, आज ट्र्याक्टर काण्डको वीरगञ्ज महानगरपालिकाको ट्र्याक्टर काण्डको ठ्याक्कै मैले फेसबुकमा लेख्ने बित्तिकै तपाईँ पत्रकार साथीहरू चाहिँ ऐनामा मैले देखाएँ, त्यो ऐनालाई तपाईँले चाहिँ के गर्नुभयो भने त्यसलाई चाहिँ खोज तलास गरेर तपाईँहरू चाहिँ त्यो कुरालाई अगाडि निकाल्नुभयो। त्यस पछाडि कृषिका कुराहरू हेरौँ, कृषिका कुराहरू चाहिँ तपाईँको त्यो ट्याङ्की वितरणमा चाहिँ तपाईँको त्यो पैसा बढी छैन भनेर त्यो कृषि ट्याङ्कीहरू वितरण गर्ने हरेक वडाबाट किसानहरूले ल्याएको फर्म भरेर लिएर आएको सिफारिस लिएर आएको त्यहाँ कार्यान्वयन भएन। सँगसँगै अन्य कुरा धेरै म बारम्बार मैले तपाईँहरूले चाहिँ यो कुरा राख्दै आएको छु। हिजोको दिनमा तपाईँको सेटिङ गज कसले भन्यो, ल म अहिले म गर्वका साथ भन्छु, हिजोको दिनमा मेयरसँग प्रमुखसँग मेरो पर्सनली कुनै के अरे त्यो दुश्मनी पर्सनली मेरो कुनै रिसिभी छैन, तर वीरगञ्ज महानगरपालिका सेटिङ गजको रूपमा अगाडि बढेको छ। त्यो कुरा मैले लिएर आएको हो नि, तपाईँहरू चाहिँ के अरे मिडियामा हेर्न सक्नुहुन्छ कि त्यहाँ भनाभन पनि चलेको थियो कि वीरगञ्जको चाहिँ तपाईँको नाम बिगार्ने भनेर मुख रङ्गाइदिने भन्ने समेत त्यहाँ धम्की आएको थियो। त्यही भएर के हो भने तपाईँको यो तपाईँको के अरे वीरगञ्जको सेटिङ गज हो, सेटिङ गजमा त टाढा राख्नुपर्छ, कसरी सेटिङ गजबाट वीरगञ्ज महानगरपालिकालाई चाहिँ बचाउनुपर्छ भनेर त्यहाँको जनताले कसरी बचाउनुपर्छ भन्ने त्यो कुरामा चाहिँ हामीले कसरी त्यो गर्न सकिन्छ, त्यसलाई कसरी हामीले बचाउन सकिन्छ त्यसको बारेमा चाहिँ हामीले छलफल गर्नुपर्ने आवश्यकता भएकोले गर्दा हामीले त्यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ। र उहाँले प्रकाशजीले सोधे जस्तै आजदेखि होइन, म जनप्रतिनिधि भएको ठ्याक्कै 1 साल पछाडि निरन्तर वीरगञ्ज महानगरपालिकाको ऐना बनेर म अगाडि बढेको।